हे गाइज वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी बुढाबुढी पथरी घुमघामको लागि निस्केको छौँ। आज दिनभरि चाहिँ हामी के गर्छौँ भनेर म सबै भ्लगमा हाल्छु। आज चाहिँ मेरो हस्बेन्डको छुट्टी, आज सोमबार, त्यही भएर हामी आज पथरी घुमघामको लागि निस्केको छौँ। यो चाहिँ हाम्रो घरदेखि निस्केको बाटो, यो बाटो चाहिँ पथरी पुग्छ। हामी यहाँबाट निस्किसकेको छौँ। अब पथरी गएर हामी के गर्छौँ भनेर म देखाउँछु। गाइज मैले चाहिँ मिसिसा कस्मेटिक्सबाट मेकअपको सामान अर्डर गरेको थिएँ अनि यहाँ नेपाल क्यानमा चाहिँ मेरो सामान आएको रहेछ। त्यही भएर म चाहिँ रिसिभ गर्नको लागि माथि जाँदैछु। यो चाहिँ पथरीको नेपाल क्यान हो। गाइस हामीले चाहिँ सामान रिसिभ गरेर अब घर जाँदैछौँ। गाइज अब चाहिँ हामी खाजा खानको लागि भित्र जाँदैछौँ। मेरो हस्बेन्ड चाहिँ जाँदै हुनुहुन्छ भित्र। गाइज यहाँनिरको एम्बियन्स चाहिँ ठिकै मात्रै छ, सानो सानो भयो भने एकदम चल्छ। यो चाहिँ हामीले खाजा खाना आउने भनेको चाहिँ यहीँनिर हो। सानो स्पेस भयो भने मान्छेहरू चाहिँ पाउँछ। कोही यता नजिकै पथरीतिर हुनुहुन्छ भने चाहिँ खाजा खानको लागि यहाँ बस्नु। गाइस मैले चाहिँ चाउमिन अर्डर गरेको छु। मेरो हस्बेन्डले चाहिँ मोमो अर्डर गरेको छ। यहाँको झोल मोमो र चाउमिन चाहिँ एकदम मिठो छ है। यहाँ पथरीमा गयो हुनुहुन्छ भने ट्राई गर्न चाहिँ आउँदा हुन्छ। पथरीको टपरी मोमोजमा गाइस मोमो चाहिँ एकदम मिठो छ। मैले पनि मागेर खाएँ। घाम कस्तो लागिरहेको छ। गाइज यहाँ चाहिँ नवरत्न तेलको एकदम प्रमोसन चलिरहेछ। यहाँनिर चाहिँ मसाज कार्यक्रम पनि हुँदैछ। कसैलाई मसाज लागेको छ भने चाहिँ पथरीको राष्ट्रिय बालिका दिनको ठ्याक्कै अगाडि आउनुहुन्छ। आज चाहिँ एकदम भिड चाहिँ एकदम मजा आउँछ। गाइज पूर्वको बाटोमा यति भिड हुन्छ, यति भिड हुन्छ हेर्नु। यो चाहिँ पथरीको मेन चोक हो। यहाँ चाहिँ नाइट बसको काउन्टर रहेछ। यातायात एन्ड अटो प्राली। अनि यहाँ चाहिँ मेरो हस्बेन्डको दाइ भेटेर यहाँ यसो गफसप पनि गर्दै हुनुहुन्छ। अनि म चाहिँ यसो यताउति के छ भनेर भिडियो बनाउँदै बसेको। यस्तो
धुलो छ नि यहाँ बाफ्रे यो पूर्वको बाटो त नहिँड्ने नि हुन्छ साथी हो यस्तो धुलो छ यसले चाहिँ फेरि मलाई देखेर भुकै गर्छ कति राम्रो रहेछ हौ यो चाहिँ एकदम हिटलर भएर यहाँ मान्छे चाहिँ हो त्यसलाई भुकिरहेछ त्यसले अब मलाई देखेर पनि भुकिरहेको राम राम अहिले मान्छेहरूले कति साह्रो ड्राइगन फ्रुट रोपेको गाइस ल हेर्नु यहाँ राम 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 घरको छतमा ड्राइगन फ्रुट रोपेर यहाँ चाहिँ किन्न आउनुपर्छ जस्तो छ ड्राइगन फ्रुट खानु मन लाग्यो भने चाहिँ कस्तो मजाले रोपेको गाइस गर्नको लागि चाहिँ जग्गा चाहिन्छ भन्ने छैन है मान्छेले यसरी माथि घरको छतमा पनि ड्राइगन फ्रुट रोपेको हुन्छ ल हेर्नुहोस् यो बजार एरियामा छतको माथि एकदम ड्राइगन फ्रुटहरू रोपिरहनु भएको रहेछ कस्तो मजाले रोपेको लटरम्मै पो रहेछ त पुरै गाइस हामी चाहिँ यहाँ हस्पिटल आइरहेको छौँ मम्मीलाई औषधि चाहिएको औषधि ल्याउनको लागि पर्सिको मोरम हस्पिटल टाढीमा औषधि किनिसकेर चाहिँ हामी अब चाहिँ हामी घरतिर जाँदैछौँ मोरङ हस्पिटल प्राली यो चाहिँ पत्रीको हस्पिटल हो हामी बिमारी भयो भने आउने ठाउँ चाहिँ हाम्रो यही हो है साथी हो गाइस यो चाहिँ मेरो हस्बेन्डले काम गर्ने संस्था हो आज चाहिँ सोमबार छुट्टी अनि यसको ट्याक्कै अपोजिट साइडमा चाहिँ आइसक्रिम पाउँछ यहाँनिर चाहिँ यति मिठो आइसक्रिम पाउँछ कि म आएपछि यहाँ आइसक्रिम खान्छु फेरि मलाई चाहिँ कोन भएको आइसक्रिम एकदम मेरो फेभरेट हो मलाई एकदम मनपर्छ म चाहिँ आइसक्रिम खाँदैछु मेरो बुढालाई चाहिँ खुब लस्सी मनपर्छ लस्सी उहाँ चाहिँ लस्सी खानु नखाने हेलो मेरो प्यारी दिदी दिपा दिदीको के अरे पार्लर हो यो चाहिँ पत्रीको ब्युटी पार्लर हो यो त्रिभुज चोकमा छ मेरो प्यारी दिदीको पार्लर हो कसैलाई पार्लर चाहिएको छ र आउनु पर्यो स्ट्रेट गर्न भने हाम्रो दिदीलाई सम्पर्क गर्नु होला उहाँहरू चाहिँ मेरो भान्जा भान्जी कति हामी चाहिँ काम सकेर अब घरतिर जाँदै